आमा एक कप चिया बनाउनु त ल। सक्दिनँ म त आफ्नो बुढीलाई चाहिँ खालि माइत पठाउने मलाई चाहिँ घरमा काम गर्न लाउने म सक्दिनँ। जाबो एक कप चिया बनाउनु भनेको पनि। हो त सक्दिनँ म। दामी लुगा माइत गएको नि यत्रो दिन भयो आउँदिन, एउटा चिया खान नि पाइँदैन यार। कस्तो यतिखेर बुढाले फोन गर्नुभयो फेरि। हेलो काली तिमी आउने होइन भनेको, यत्रो दिन भइसक्यो गएको। भर्खर त आएको 1 हप्ता हुँदैछ, चुप लाएर बस्नु त्यहाँ। ले फोनै काटिदिरहेछ यार। के भयो आउँदिन अरे? पख है त म त्यसलाई बोलाइ हेर्छु के भनिदिरहेछ नि। ल एकचोटि फोन गरेर बोलाउनु है, के भन्दै रहेछ। फोन आयो सासु आमाको। हेलो तिम्रो बुढो त रातभरि घर आउँदैन, कहाँ गयो के गरे हो मलाई थाहा छैन। खै को केटी मन पराएर हारे भने गाउँभरि सुनेको थिएँ मैले त। हो र घर आउने छिटो आऊ है। ल आमा म आइहालेँ। आज नमारी छोड्दिन। हो आयो तिमी? के को आयो? उठक उठक उठक। के गरेको आउने बित्तिकै? को केटी मन परेको रे आमा यिनलाई? त्यसैलाई मलाई त थाहा छैन। मर्छु आज मैले। के आमा आमा के भनेर बोलाउनु भएको त्यसलाई? आउने बित्तिकै कुट्न थाली त मलाई। मैले त अर्कै केटी मन पराएको छ भनिदिएको थिएँ, घर त आइन जोइ। मैले जानेको छु आज। के भनेर बोलाउनु भएको होला यार? बर्बाद गर्नुभयो आमा तपाईँले। घर आओस् भनेर भनेको नि मैले, होइन त कहाँ भनिदिएर त्यसरी। आमाले त मलाई घर बोलाउनको लागि यत्रो टिडी पो लाउनु भएको रहेछ।